ल नमस्ते। नमस्ते। हजुर के समस्या भएर आउनु भएको थियो र हजुरको अहिले उपचार पश्चात हजुरलाई कस्तो फिल भएको छ? उपचार पश्चात त एकदमै राम्रो फिल भएको छ मलाई। हजुरलाई एकदमै धेरै धन्यवाद। म मेरो पाठेघरको समस्या पाठेघरमा सिसपटा पलाएर आएको थिएँ। अहिले एकदमै ठिक छु म हजुरको कृपाले। एकदम धन्यवाद हजुरलाई। ल हजुरलाई पनि धेरै धेरै धन्यवाद। हजुरको वेट कति छ? 135 रहेछ। र हजुर 135 किलो हुनुहुन्छ। हजुर। अनि हजुरको हामीले पेट काटेर अपरेसन गर्यौँ कि ल्याप्रोस्कोपीबाट गर्यौँ? पाल पारेर गर्यौँ। र हजुरको अपरेसन पश्चात हजुरलाई कतिको दुखाइ भयो, कतिको गाह्रो भयो? अरू बेला काटेर धेरै अपरेसन गरेछु मेरो। त्यो गरेको भन्दा अहिले धेरै सजिलो छ, धेरै सजिलो भएको छ। हिडुल गर्न दुखाइहरू कम छ? कम छ, पहिला भन्दा धेरै कम छ। र अरू हस्पिटलमा जाँदा मलाई धेरै डर देखाएको थियो, धेरै अब होस आउँदैन अपरेसन गरेपछि के भन्ने होइन, अब पाठेघरै फाल्नुपर्छ भन्ने कति गर्नुभएको थियो। तर हजुरबाट आइसकेपछि त्यो डर नै हरायो र अपरेसन गरेपछि नै आज सकुशल छु। एकदम धन्यवाद हजुरलाई। हजुरलाई धेरै धेरै धन्यवाद। र उहाँले मेरो लागि उपहार पनि ल्याइदिनु भएको छ। ल उहाँलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू।